यस्तो मिठो चटपटे कि तपाईले पनि थपी थपी खानुहुन्छ। आज दिउँसो म न्यू रोड गएको थिएँ। न्यू रोड गएपछि भने मलाई चाहिँ इन्द्र चोक भित्र रहेको चोहाचे गलीको द नेपाली चटपटे खानै पर्छ। मलाई चटपटे खासै मन चाहिँ पर्दैन, तर न्यू रोड आएपछि भने द नेपाली चटपटेको चटपटे नखाइ हुँदैन। यताको चटपटे पिरो मिठो अनि ट्वाक्क भएर पनि होला। मैले चाहिँ आज सुरुमा पानीपुरी एक प्लेट मगाएँ। यताको पानीपुरी पनि मलाई एकदम नै मिठो लाग्छ। पानीपुरी खाइसकेपछि मैले चटपटे मगाएँ। मेरो चटपटे भने एकछिनमै रेडी भयो। चटपटे खाइ हेरेको यस्तो मिठो थियो कि मैले चटपटे फेरि एक प्लेट मगाएर मैले फेरि खाएँ। 5 बज्नै लागेको थियो र मेरो जिम जाने टाइम भएको हुनाले म घर आइहालेँ। कमेन्ट सेक्सनमा रोनाल्डोले मलाई जुत्ता ल्याएर जिम जाऊ भन्नु भएकोले आज चाहिँ म चाहिँ जुत्ता ल्याएर जिम गएँ। आज चाहिँ मेरो जिमको डेट रहेको थियो, तर आज म वर्कआउट चाहिँ गर्दिनँ होला। मेरो यो राइट ह्यान्ड लास्टै दुखिरहेको छ, उचाल्नै गाह्रो भइरहेको छ, त्यसैले आज म वर्कआउट चाहिँ गर्दिनँ। ट्रेडमिलमा मात्रै कुद्नेछु, कार्डियो गर्नेछु है त। तर जिम गएपछि यस्तो हुन्छ भन्ने मैले सोचेको पनि थिएन। आज म हेभी लिफ्टिङ गर्दिनँ भनेर म कार्डियो गर्दै थिएँ। त्यति बेलै मेरो दुईजना साथीहरू आइपुगे। भनिन्छ नि जीवनमा आफ्नो वरपरको वातावरण, आफ्नो साथीभाइ, इष्टमित्रले पनि आफूलाई ठुलो प्रभावित पारिरहेको हुन्छ। हात दुखेको कारणले जिम गर्दिनँ भनेर बसिरहेको म साथीहरूको कर, हौसला र प्रेरणाले मलाई जिम गर्न बाध्य बनायो। साथीहरूको साथ र आफूभित्रको जोसलाई कायम राख्दै मैले आजको मेरो सम्पूर्ण वर्कआउटहरू कम्प्लिट गरेँ र त्यसरी समाप्त हुन्छ मेरो आजको डे 3 अफ फ्याट टु फिट च्यालेन्ज। जिम गर्ने मान्छेले चटपटी खानु हुँदैन थाहा छ, तर